हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। आज चाहिँ म फेरि पनि वान डे सर्ट ट्रिपको लागि बाहिर जाँदैछु। अनि यो चाहिँ आज यो सैना महिना कलेज अफ हस्पिटालिटीले चाहिँ यो आज यो कफीको विषयमा चाहिँ यो जहाँ अब हामी कप टु सिटदेखि कपसम्म कसरी गयो भनेर चाहिँ कसरी भयो भने त्यसको लागि चाहिँ आज हामी पुरा फार्मिङतिर जाँदैछौँ, कफी फार्मतिर। अनि के कस्तो हुन्छ म तपाईँहरूलाई चाहिँ पुरा भिडियोमा देखाउँछु है त। भाइहरूले चाहिँ मलाई के अरे इन्स्टिट्युट छ भने चाहिँ अर्दिनलाई यहाँ कुरेर बसेछ केटाहरूले। म चाहिँ इन्स्टिट्युटमा आइसकेको छु। को आइपुगेछ है त, यसो हेर केटाहरू त गइराखेछ त। ओ के भइराखेछ गाइज यहाँ? ठिक छ मस्त। के छ बहिनी? जाने होइन? किन? के छ खाना पाक्यो? मर्निङ मर्निङ मस्त केटाहरू मस्त। ए भगवान् हिजो रातिको डान्स हेर्नु न। हिजो राति कस्तो डान्स गरेको केटा? यसो त हार्दैन एकचोटि हाम्रो गुरु बाबु। हेन्सीको पारा स्मेल छुट्टै छ। के लिन जान्थेँ मैले? जुस लिन जाने हो। ल छिटो लिएर आऊ। आमा नागिन, सफेद नाक काली नाक। सफेद नाकहरू ल ल ल ल। ए भगवान् कौन सा चस्मा है यार? अरे सफेद नाकले काली चस्मा लगाइरहेछ यार। यो देख्न राम्रो खतरा छ कि यिनको फेरि। निर्मल दाई, निर्मल दाई किन यति साह्रो बिजी? यहाँ नाक चढ्न लागेको छ दिदी। ओ माई गॉड हाम्रो ब्युटिफुल दिदी। त्यो हो ठिक छ नि ह्यान्डसम रेडी? मोटु नागिन डान्स काली नाग यहाँ मिसहरू अझै बाइकहरू कहाँ राख्ने है त। ओ माई गॉड। ल ल ल आउनु 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 सानो यहाँ भाउसँग बसेको भाउसँग बस्दै भर लाग्दैन अहिले कतै हिँड्दै है। ल माई गॉड नाइ सोनुको सोनुको के सोनुको छन्। ए भगवान् भाइहरूको माया छैन? छ के छ, एकदम माया छ भाइहरूको माया छ। भाइको मायाले गर्दा म यहाँसम्म छु। ल ए यसमा हो हामी जाने हो। यो आइसक्यो त। ए भगवान् सिरियस ल अब हामी चाहिँ यसैमा हो जाने है। परवेश गाडी आइसकेछ त। मजिला बाबा कि जय। के यो भिन्टेजमा जाने हो? हजुर सर यो त सालजन्डीको डाँडा। म त दाइ यो आएछ कि भनेको। ल हामी जाने चाहिँ विङ्गर आइसकेछ त। ल हामी त अगाडि बस्दिने। सोनु पर्दैन बाबु त्यो माथि चाहिँ राख्देऊ। ए बस्नको लागि आज ह्याप्पी किडलाई चाहिँ ह्याप्पी नै गराउँछ। मिल्छ बन्न? मिल्छ दाइ मिल्छ मिल्छ बन्न पस्ने। रसी खोइ त फेरि परवेश रसी चाहियो। एकजना राख्नु बसेर तिमीहरूले कहाँ राख्नु केटा? कसलाई राख्ने कहाँ त्यसरी? ल जहाँ राख्ने राखेर आइज कि
हेलो Yes, please. ओ माई गॉड खै देखेन यार एउटा आज यति दाउला खाएर माको त पड्यो दाउला के हो दिमाग लगाएर पैसा हारेको आज हेलो गाइज ल सेफ जर्नी हाम्रो सेफ ट्रिप सेम सेम यता बाबु मेरो सुमित्राले 50,000 जिताइदिन्छन् गर्नु मेरो यस्तो हो कि तपाईले ब्याट्टी आगो आज म ट्रिप क्यान्सल छु बिचारालाई हे भगवान ओइ ए जा केमा आउँछु केमा यस्तो त हजुर हट्टा त्यही मुट्टा त्यही के छ गाइस ठीक छ ल ल आऊ केमा आऊ के आउने तिमी राइट उडी जा मार प्याक तिर्छ भने प्याकेज कहिले लिन्छ यार त्यसो दिनु भन्छ आनन्द आफ्नै मजा स्याक्क आउँछ अब के छ गाडी त लागेको छैन नि तिमीलाई गाडी लास निमो दाजु के त एकदम उसो हुनुहुन्छ त ल ल आऊ सबै आऊ ल छिटो ल सबै एभ्रीबडी फैलाउनु त्यही ओप्पावाला चस्मा बानी ओप्पावाला ओप्पा नदेखाउने यार ओप्पा बाटो ओप्पा जतासुकै भाइरल गर्ने भाइरल मान्छेले त गर्नु पर्यो नि त मलाई यहाँ क्याफेमा हिँड्न झ्याउ भइसक्यो तपाईँले त मैले भिडियो देखेको ल ल छिटो आम है कमना चिप्पु दादा हो त अगाडि कमना चिप्पु दादा हो अगाडि फेरि त्यसले पिटाइ खान्छ आज त्यसले भक्कु पिटाइ खान्छ आज लिन न जुन त हजुर आउनु भयो क्या स्कुटी आइराखेछ आइपुग्नु भयो ओके स्कुटी आयो एन्ट्रोक आइसक्यो त सब्सक्राइब गरिदिनु च्यानल अँ दाइको अरू अरू के गरिदिनु आमा यता हेरेर के यता हेरेर ल यसरी गरिदिनुहोस् होइन ल के लिने त हजुरहरूले के लिनुहुन्छ भन्नु त मासु भात ए भगवान् भर्खरै मासु भात त कहाँ पच्छ र भने के हजुर तपाईँको र मेरो यहाँ काम छ धेरै काम छ यहाँ ल बाघले कहिले उस गर्छ खाएन त्यसको मुख रातो नखाइन रातो होइन यो अलि बाघको दाँत धेरै अड्डी पकाएर ल गुरुजी ल आउनु छिटो अलि बुढो भइसक्यो ढिलो त राम्रै खाइदिनु ओ भाइ अर्को कुरा यस्तो छ नि छ के हालो भन त अब क्वेसन यहाँ ढ्याक्क हो सोच्नुपर्ने कुरा यो तिमीले पनि गर्न सक्ने कुरा हो यो मैले पनि गर्न सक्ने कुरा हो त्यो त मजा धेरै कस्ट लगाएर गर्नुपर्ने चिज पनि होइन कि जस्तै एउटा चाहिँ यसको ठाउँमा एउटा मैले तिमीहरूले अप्सन यो घर छ नि मैले जोडेछु एउटा कला त हुनै पर्यो नि कलाकार चाहियो मुला भर्खरैको लागि ब्लुटुथ हुन्छ तपाईँ जोड्नु पर्यो बाबा टेबल गर्नु बल्छ राख्नु पर्यो लगेला नलदै मजाले किन लाज किन अनि सर मान्छे म प्लिज
ल ल ल उताबाट आउँदैछन् खोइ केटाहरु भए पनि आएर हेर के हो र म दिले दाइलाई पठाउन भिडियो गर्दै त कसैले ए भगवान् म त हुँदैन हुँदैन सर हुँदैन 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 ल के ल होइन नो 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 प्लिज हियर इज नो एनी प्लिज ए भगवान् यताबाट भएन के जानु पर्यो ल ल ल होइन होइन सर भगवान् म त हुँदैन ल जानु 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 केही हुन्न केही हुन्न को आउँछ ल केही हुन्न ए अत बजा म त खै त मारे बारको गाना के यसैमा कसैले नि आउँदिन चौतारी जम्मै 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 के अरे के थियो जनामा एउटा गाना पनि आउँदिन मनका कुरा सुनाउन तिमीलाई मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा अन्जानमा तिमीलाई माया पुगेछु सायद त्यो मुटुमा मेरो नाम लेखिएको छैन सायद त्यो भाग्यमा मेरो साथ लेखिएको छैन अधुरो मलाई भन्थ्यौ तिमी पनि मैले तिमीलाई चाहेको भन्दा बढी ल सुनाएको है हेलो हेलो गाइस ल सबैजना आउनु त हाम्रो कता गयो तिनीहरू सुधिर भाइ सुधिर कस्तो छ अनि सर टेस्ट हो अलि पर जाम न ठीक न छ यहाँ हामीले त आउँदै गर्छ नर्मल त मिट पर्नु कस्तो लाग्यो आज मेन त अझै मिट साइज हो भुज साइज अलि निभेन भन्न नमिल्ने हैन पाको हुनु पर्यो ठाउँले सुनु एउटा डायलग राजेश त जसमा गएर हेराखेरि जुन चाल्ने यहाँ कम्मरमा मास
मलाई राजु समालवाला लगाउनु मिथुनवाला राजु समालवाला लाइक सब्सक्राइब अरू के गर्ने यता हेरेर डान्स गाना सुनिरहेको मैले तिमीलाई सम्झिन्छु म भुले यार बार्दै one more man. अनि अलिकति बिट लाउड हैन जब म बोल्छु बारे फेरि जिन्दगी लामो लामो रहेछ बाटो सकिन म हिँड्न नि तिमीलाई आफ्नै सोच्थे तर सकिन छु चिन्न नि यो जिन्दगी अब मलाई परे छैन कसैसँग भिड्न नि किनकि सबैभन्दा म अलग छु किनकि भिन्न नि यो जिन्दगी अब मैले सिकिसके हाँसी हाँसी जिउन नि मैले भुलेकै यार अनिस यमा अर्जुन यो ह्याट्स अफ माय म्यान बबाल बिगमा भएको भाइ बबाल हो किन भन त नेक्स्ट लेभल के दाजु नेक्स्ट लेभल मलाई के गरु मलाई सुरुको राइम वान मोर टाइम सबैजनालाई हैन मेरो मेरो तर्फदेखि सबैजनालाई नमस्ते रिप्रेजेन्टिङ वेस्ट साइड सारा टु वेस्ट साइड एन्ड सारा टु माई सैना मैना हस्पिटालिटी भोकेसनल एजुकेसन एन्ड नोलोज क्याफे वी आर एट द मोमेन्ट हैन हामी चाहिँ एकदम रमाइलो गर्दैछौँ सबैजनालाई एकदमै मनैदेखि नै शुभकामना छ फकिङ फ्युचरको लागि है दुई चारवटा शब्द सबैको लागि हार्ट ब्रेकिङ एउटा मोमेन्ट हुन्छ सबैको लागि हैन सबैको लागि माया गर्नुपर्छ भन्ने पनि छैन हैन सबैलाई एउटा तरुणी नै पटाउनु पर्छ भन्ने छैन फर द मदर फर द फादर फर द सिस्टर फर द ब्रदर family brother कति गर्नु थियो पण्डान once more कति गर्नु थियो तिमीसँग बात ती बात मात्र बनिदिन्छ याद ती यादले गर्दा गाह्रो भयो कटाउनलाई रात तिमी त छैनौ साथ गयो थमाइ अर्कैलाई तिम्रो हात हुन त ममा पनि थिएन त्यस्तो कुनै कुरा खास खुसी दिन सकेन कसैलाई त्यसैले दिए मेरो जीवन मृत्युलाई पास भित्र मरिरहेछु मात्र चलिरहेछ सास तिमी फर्किन भने थाहा छ त्यही पनि किन मात्र लाग्छ तिम्रो वास किन when you talk about me when I talk about her that is all about love यसपछि त पनि स्टाइल यो भन्दा पनि अझै खतरा सुनाइदिन्थेँ क्या मैले होइन मेरो एउटा डाटा कोसँग अरे के अरे डाटा के एउटा हामी सुनाइदिन्थेँ सबको लागि होइन के भन्छ फर अ मुभमेन्ट मेरो दा युरो चाहिँ आउँदै हुनुहुन्छ लेट्स गो ओके यही यहाँ मेरो गाई जोड छन् यहाँ
चाहियो क्या सर ए मेरो दिल्लाई यो 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 अमित where are you मैले त बिर्सेँ गानै बिर्सेँ यार ल ल हेलो दुई भाइ गफ मिठो जम्छ त यो के हुन्न के हजुर अघि नै म त्यहाँ बिना टोपीको बसिरहेको चारदिवारको गोठामा दिवस नम्सेर दिएको कस्तरी बसिरह डुबेर सपनाको संसारलाई मिलेर बनाउनु जाऊ तिम्रो र मेरो पाइला सँगै सँगै जानु छ कहिले हुने भेट कहिले हुने मिठा कुरा कहिले हुने भेट हाम्रो कहिले हुने मनका कुरा कहिले हुने भेट हाम्रो कहिले हुने मिठा कुरा कहिले हुने भेट हाम्रो कहिले त्यो भएको जाला मुस्कानमा तिम्रो रङ नदेऊ न रङ्गालोमा बाँधिदेऊ न मुटुमे के अरे के थियो यार मुटुभरि सजाएर मुनिभरि साँची ल्याउ न आज तिम्रो थामिसक्यो अब कसले जाने छैन हुन्छ सास मेरो गए पनि आज तिम्रो छाड्ने छैन कहिले हुने भेट हाम्रो कहिले हुने मिठा कुरा कहिले हुने भेट हाम्रो कहिले हुने मनका कुरा कहिले हुने भेट हाम्रो कहिले हुने मनका कुरा कहिले हुने भेट हाम्रो कहिले हुने मनका कुरा साठी हाल्नु आज फुटाउँदैछु फेरि आज रातभरि रक्सी खाएर पुरानो कहानीका पानाहरू जस्तै गुडिरहेछ तिम्रो मायाले मेरो मायाको भुलेर केही गयो तिमीलाई तिमी साँच्चै भन्छु किन तिम्रो यादहरूलाई उसले जिन्दगी उत्तर तिमीमै पुगिन्छ अहिले माया तिम्रो नाम पुकारेर यो गीत गाइरहेको छु मुटु टुटुनै झसेर यो बिहानै फार्ममा जाने भनेको सब पोमामा छन् अर्को भर्खर बल्ल भर्खर आयो निस्कि उठेछ अनि म चाहिँ रेडी हुँदैछु हेलो अभिषेक गुड अप यार हेलो अनिस गुड अप प्लिज सब रेडी भइसक्यो भाइ रेडी भइसक्यो सर मर्निङ सर हाम्रो अनिस र अभिषेक दुईजना रात
누워서? उता हामीसँग हामीसँग यहाँ बस्यो त केटा राख्यो अनि उता ट्रेट कि मेरो बोका यहाँ छ हिमल दाई लो दाजु उठाउँ के रेडी भइसक्यो सबै सब रेडी भइसक्यो उठाउँ न के हो भने के ल छिटो सर यस सर हेलो Oh my हेलो God. गुड मर्निङ सबैजनालाई ल अब हामी चाहिँ कता जान लाग्यो भन्नु नि त हामी अब बिहान बिहान हामी कहाँ जानु लाग्यो भन्दा चाहिँ अँ सबले सुख पाए जिन्दगीमा अब दुःख पाउन जानु लाग्यो है हो सुख बढी भयो नि ल लेट्स मुभ दाइ हेर त हो हेर न हिजो माग्छौँ कम भाउ तारेको हो र ए दिदी माग ओइ ओइ चाउचाउवाले ल आज सबलाई म फ्री हगिङ सेसन बनाउँछु है यस ओइ अभिषेक कहाँ हो र झुम 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 परेर गद्दारी हो त गद्दारी अब हामी हामी लागेको कहाँ लागेको नि हामी चाहिँ कफीको गेडो हेर्न कफीको गेडो हेर्न यो चाहिँ आउँछ है यो चाहिँ आउँछ आउनु पर्यो नि होइन टकिङ फ्रम द टप अफ द वर्ल्ड बिहान बिहान हाम्रो त्यहाँ के भइराखेको छ एक्लै 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 ठुम्का अझै पनि ठुम्का छ क्या छक्का पञ्च ल जाम के छक पञ्च ल जाम न चलो 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 मलाई पनि चाहिन्छ ए भगवान् ए यो पुरै चलो चलो अलि छिटो है ढिलो हुन्छ खेलाइदेऊ नि त ल ल ल ल ल आउनु पर्यो के हिँड्दै चस्मा खोइ चुके है कहाँ आ चुके है किधर आ चुके हैं ए भगवान ओट त के हो यो व्हाट इज दिस हाँ लालाजीहरू अब ओह्रालो ओह्रालो ओ माय गॉड ओए बाबू सुदीप बुआ इधर देख लो दीदी आराम से हम पकड़ो भी नहीं पाएंगे हमसे गड़ू थे आप ओहो पुग्ला फेरि हुन्छ तिनीहरू टाढै पुग्ला नि चौपारी थियो म त्यहाँ ठ्याक्क पर्थिसाल पर्थिसा लगेपछि चाहिँ हल्का त्यो कुलेतोवाला हुन्छ कि बाटोमा चाहिँ कुलो लागे जस्तो के हो त्यसको चाहिँ त्यो अगाडि हो के गुम्टी सिम चाहिँ पर्छ तगालो सिम चाहिँ कफीहरू छ के तगालो सिम ठ्याक्क
फाइनल्ली गाइज हामीहरू चाहिँ कफीको डेस्टिनेसनमा आइपुगेका छौँ खै त फाइनल्ली है हो कि नाइ के हो कहाँ आइसक्यौँ हामी कफी कहाँ कफीको खेतमा आइपुग्यौँ हामी कफिया प्लान्ट देख्नुभयो कफिया प्लान्ट देखेको छैन अहिले म उहीँ गएर देखाइदिन्छु ऊ के त्यत्रो आँदै छैन हौ ए भगवान् यारै हो हेलो हेलो योर तिनीहरू बाटो बिहाएर अगाडि गइसकेछ सोल्टी नि मैले भनेको दिन जान्छ हेर यो हामी साला उहाँ माथि कता पुगेर आइयो ओ माई गॉड खतरा देखेछ हाम्रो गुलाबी अरे मर्दे चल बा दिउ कि जस्तो लाग्यो मलाई त कसलाई दिउँ भन्नु त म दिइहाल्छु ओहो हेर्नु हेर्नु नमस्ते बुवा प्रोसेसिङ भइसक्यो ए हेर्नु त नि ड्राई चेरी ड्राई चेरी ड्राई भन्दा नि ड्राई बिन्स ए भनौँ ड्राई पाचिमेन्ट भन्छ यहाँ चाहिँ पाचिमेन्ट छ क्या यो खोल्ने भने चाहिँ नि बल्ल हाम्रो सिल्भर स्किन र बिन्स आउँछ क्या यो चाहिँ राम्रोसँग सुक्यो ओ ए उहाँ सुकाउँदै हुनुहुन्छ है त्यो चाहिँ नेचुरल प्रोसेसिङ मेथड हो यो लेट जानु पर्यो यो वास प्रोसेसिङ मेथड त्यो चाहिँ नि नेचुरल प्रोसेसिङ मेथड त्यो चाहिँ डाइरेक्टली चेरी सुकाइन्छ नि हजुर बुवा नमस्कार अब नमस्ते नमस्ते सन्चै हुनुहुन्छ यहाँ बुवाहरूले चाहिँ यो कफी फार्म गर्नुभएको रहेछ जाडो आउनु लाएर अलिअलि अन्त पहाड छ के अरे जाडै हुन्छ होइन तर बुवा बडा मेहनती मान्छे आइछ भन्ने त मैले त्यो घरबाट ठ्याक्कै बाटोबाटै घर देखेपछि होइन फुलदेखि लिएर त्यहाँ चाहिँ तपाईँको त्यो चुटाकचुटी यहाँ बगैँचा यसो हेरेँ मैले आँप कटर कफीको नाट क्या कफीको नाट हुन्छ क्या ए यो रोग लागेको होइन किराले खान्छ क्या अरू एक्सप्लेन दाइले गरिदिनुहुन्छ मैले क्वेसन अरू बढिस् त हेलो नो नो ओ बरिस्ता त्यहाँ पानी आएन र उयो त्यहाँ ठेट्नी छ त बरिस्ताको बी पनि आउँदैन त्यहाँदेखि आलु भयो त अनि अब के आलु भयो पकाएर खाइदिने अब कफीको बिन्स पनि उहाँको छौँ दाल बनाएर खाइदिने भन्ला फेरि जाउ जाउ अरूले भने नि आन्सर छिटो औ खाने यताउता होइन है हेर्ने खाने साने यताउता होइन कुनै पनि चिज अनिस त्यहाँ सबैलाई भन्यो त्यहाँ टिप्ने सिप्ने यताउता चलाउने होइन है एउटा दिन दाना लिन पठाएको थियो रातो 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 छ लिएर आउनु यसलाई चाहिँ हामीले चेरी ल कसले एक्सप्लेन गर्छ मलाई यसको लेयरहरू कसले गर्छ मासु अहिले अर्जुन दाई आएपछि यस्तो गाली गर्नुहुन्छ नि हड्डी मासु वेलकम गाइज हड्डी मासु वेलकम छाला वेलकम धन्यवाद ए फुलकुमारी भाइ छुट्टै छ के खान घाँस खान चिनाइदिनु नि त एकचोटि तिनीहरूलाई
के अरे सिनामन लिपो के हो लिफो यो लाग्नु लागेको थियो अब अरू ल आउनु आउनु ल सबैजना आउनु भन्नुले अब हामी चाहिँ यो कफी मुढामा चाहिँ लकन गर्दैछु सबलाई बोलामै ओ माई गॉड गरौँ न यो अर्जुन सर यो हाम्रो यो माथिबाट कटिङ गर्नुपर्ने हो यो कस्तो हुन्छ हाम्रो यो चाहिँ 4 देखि 5 फिट भन्दा एबभ चाहिँ हामीले लग्दैनौँ के कफीको बिरुवा अच्छा अनि यसमा चाहिँ यो हाम्रो रोग लागे जस्तो देखेछ नि रोग यो गोबारे भएर हो उयो हेर्नु न गोबारे भनेको कस्तो रोग हो भन्दाखेरि टपदेखि डाउन आउने रोग हो क्या बुझ्यौ नि माथिदेखि तल भुइँमा खाँदै 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 आउँछ क्या अरूको जरादेखि खाँदै जान्छ भने चाहिँ यसको चाहिँ के गर्छ त टप टु डाउन क्या बटम होइन त्यस्तो हुन्छ क्या अनि त्यो रोगलाई चाहिँ रोकथाम गर्न हामी खासै त्यो लेभलको चाहिँ हुँदैन भित्र हुन्छ होइन यस्तो जस्तो कि स्टम्पको भित्र हुने हो होइन यो छ नि यी खाइरह होइन हेर्नु त यो भनेको भित्रदेखि खाँदै जान्छ क्या बाहिरदेखि देखिन्न क्या यिनीहरूलाई चाहिँ नदेखिसकेपछि कस्तो प्रिकसन गर्ने के गर्ने त्यो थाहा नै हुन्न क्या होइन अब कुनैको कस्तो हुन्छ अब यो ठाउँको यस्तो छ होइन चेरीहरू पनि रेडी भइरह म्यारिवान ओ माई गॉड फारे अर्जुन सर यता हेर्नु न यो किन मरिराखेको छ यो यो मेन कुरा यो मर्नुको रिजन भनेको अहिले शीत पर्ने बेला हो हजुर है शीतले पनि मरिरह एक्सट्रिम शीतले पनि मर्ने हो यो अझै पनि यस्तो शीत बसिरह हेर्नु न देख्नुभयो कि नै यो शीतले पनि मर्छ है यो कुराहरू चाहिँ त्यसरी बुझ्नु पर्यो यो चाहिँ हामीले डाइरेक्टली सनलाइट आउनु भएन यसमा होइन कसो हो हजुर जुन यो हाम्रो कफीको यो रुख छ नि यसमा हाम्रो यो डाइरेक्टली चाहिँ भनौँ त्यस्तो डाइरेक्टली सनलाइट उसमा डाइरेक्ट सनरे पर्यो भने चाहिँ त्यो धेरै डर छ के लगभग कतिवटा बुट्टा लाउनु भएको छ मस्तै देख्छ त अहिले 100 को आरा मस्त लागेको छ त फल त है नै यहाँ लगभग यहाँ मान्छेहरूको त्यही छ क्या दाइ इनसाइड 100 हो क्या यो सबै एउटैको होइन नि त एउटैको होइन होइन हुन हो बुढो पनि हो होइन भन्नु मिल्दैन एडभेन्चर गर्न मन छ नि छ फेरि म त भित्र सबलाई एउटा यस्तो मिठो ठाउँमा राख्नु त म त्यहाँ यिनीहरूलाई एउटा एक्सप्लेन गरिदिन्छु स्पेस पनि छ पाकेको हो कि नि यहाँ छ एउटा चेरी भइसक्यो रहेछ यहाँ रेड भएको छ पाकेको देखिसक्यो क्यामेरामा पाकेको अर्को छिटो 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 सबैजना अमन यहाँ कति मिठो कुरा गर्नुभयो बुवाले जहिले पनि तिमीहरूमा एउटा क्यारेक्टर के डेभलप गर भने नयाँ ठाउँमा गइसकेपछि कम्तीमा पनि त्यहाँको मान्छेहरूसँग एउटा सानो कन्भर्सेसन गऱ्यो भने पनि बुढोले बिचरा पहिला सुरुमा कफी लाउने भन्दाखेरि यहाँ गाउँकोले गाली गरेको थियो क्या जिस्काएर अब होइन मकै लाउने ठाउँमा कोदो लाउने ठाउँमा के को कफी लाउने होइन अब मकै त यो वर्ष दुःख गर्यो अब त्यही वर्ष हार्भेस्ट गर्यो भ्याइयो अब यो 1 वर्ष लगाएपछि 10औँ वर्षसम्म हेर त अहिले बुढाले भन्नु होइन बाजेले कि टक्क मैले त्यो बेलामा गरेको थिएँ अहिले अब आनन्दले त्यसैबाट होइन अरू काम गर्न नसके पनि त्यो टिपे मात्रै भएछ मलाई भन्नुहुन्छ क्या होइन टिपे चाहिँ बेचे छ आखिरमा त्यो त पैसा यसैमा पनि छ नि त पैसा त
अब अहिले बरु अलि फल्न छोड्यो रे अर्जुन। हजुर पहिला त 20 किलो 22 किलोसम्म मजाले अनि त्यो भनेको त राम्रो हो त हैन। 300 बोट अहिले लगाएर रेखदेख पनि राम्रो गरेर छैन नसक्ने भइसक्यो रे बोटहरू। रेखदेख पनि राम्रो छैन अहिले त्यही भएर नि हो कि सबैजना हो ल यता यता सुन भाइ अब हल्ला नगर बुझिस् ल सबैलाई थाहा छ नि यो के हो अहिले भन्छु म अहिले हामी माथि नै छौँ कफी प्लान्ट है कफीको के हो त यो प्लान्ट हो यो प्लान्ट पछाडि पनि धेरै कुराहरू छ र प्लान्ट पछि आउने पनि धेरै कुराहरू छ है बेसिकली अब एउटा बारिस्टा भइसकेपछि अब त्यो कफी मात्रै बनाउनु एउटा बारिस्टा होइन कि अनि बिफोर होइन त्यो एउटा र अनि आफ्टर के भइरहेको हुन्छ त हामीले युज गर्नुभन्दा अगाडि के र हामीले युज गरिसके पछाडि हुन्छ के होइन हो यो चाहिँ अब तपाईँहरूलाई हामीले भनिन्छ अब कफी भनेको चाहिँ कस्तो भन्दा चाहिँ फुल एभ्री उसमा जाने कुरा हो क्या भनौँ न अब अहिले मैले टिपेँ होइन लगभग मेरो इन्ड गरेँ अब फल्न सुरु गर्छ होइन लगभग अहिले यो टाइमदेखि लिएर अब मेरो लास्ट भनौँ न वर्षको अब लास्ट टाइमसम्म पनि मैले पिक गर्नु मिल्यो क्या टिप्न मिल्छ क्या होइन बेसिकली तपाईँहरूलाई यहाँ ल्याउनुको रिजन भन्दा के हो भन्दा चाहिँ तपाईँहरू कफी बनाउने मात्रै होइन क्या होइन कफी बिहाइन्ड द त्यो सिन के छ कफीको त्यो एउटा स्ट्रगल के छ कसरी मान्छेहरूले कुन लेभलमा गरिरहेको छ कुन सोचले गरिरहेको छ भनेर त्यो देखाउन आएको मेनली हजुरहरूलाई यो कफी भन्ने चिज त होइन नि फोटोमा पनि देखिन्छ यो 2 दिनका दाना टिपेर लिएर गइदिएको भए पनि देख्नुहुन्थ्यो हजुरहरूले मेन चाहिँ यो चाहिँ कसरी हुँदो रहेछ होइन यसमा चाहिँ मेहनत कस्तो किसिमको छ होइन अनि यसमा चाहिँ लाइफ कसरी सेटअप हुन्छ अनि कति समयसम्म जान्छ सबैलाई भनेको छ एउटा यो कफीको प्लान्ट मोर देन 70 इयर्स भनेको छ होइन 70 वर्षभन्दा चाहिँ एबभ बाँच्छ एउटा रुख होइन अनि एउटा मान्छेको लागि अघि यही बुवाले भने जस्तो चाहिँ होइन एउटा मेरो उमेरमा गरेँ मैले सक्दासम्म त मैले यो पनि गर्छु सर्टेन अरू चिज पनि गर्छु के होइन अनि एउटा बुढेसकाल लाग्छ त्यो पोइन्टमा चाहिँ यो चिजले चाहिँ के को काम गर्दो रहेछ एज अ पेन्सनको काम गर्छ कि बुझ्नुभयो नि मजाले टक्क टिप्यो बस्यो होइन अनि एजुकेसनल होइन एउटा वातावरण पनि बन्छ है बुझ्नुभयो कस्तो कस्तो राम्रो वातावरण बन्छ भन्दा चाहिँ फुल्ली नेचरभित्र बस्ने बानी बस्छ क्या हाम्रो चाहिँ होइन नेचरलाई एक्सप्लोर गर्दै बसिरहेको भइन्छ अनि सबैसँग मिठो हुन्छ क्या होइन ल तपाईँहरूलाई चाहिँ म डिफ्रेन्ट स्टेज अफ यो कफी बारे म देखाइदिन्छु है त एउटा प्यालो प्यालो भएको भए हुन्थ्यो सुन्नुहोस् म त्यसमा पाकिरहेको छैन र प्यालो प्यालो है त एउटा चाहिँ यो भर्खर स्टार्टिङ हुन लाग्यो कि हेर्दा यो बर्ड्स फुल फुल्दै है फुल पनि फुल्दै यो यस्तोकै 12 महिना हो क्या यो धेरै त छैन हल्का रेडमा छ यो ठिक छ रातो छ यो दामी वाला छ ल्याउ नि ल्याउ केही हुन्न यस्तरी टिपक यस्तरी गत्त नपाएर ल फुल चाहिँ अब यति बेला म देखाउन सक्दैन हजुरहरूलाई होइन यो भनेको स्टेज अफ कफी होइन प्लान्टमा हुने स्टेजहरू हुन् होइन अझै साना पनि छन् बच्चाहरू पनि छ तर त्यो बच्चाहरूलाई चाहिँ नटिपम भन्ने सोच हो क्या मेरो फेरि बुझ्यौ नि ल है त डिफ्रेन्ट स्टेज हो हुन चाहिँ 4वटा मात्र स्टेज हुन्छ एउटा फुल अनि ठुलो फल्छ फलिसकेपछि मेच्योर्ड हुन्छ मेच्योर्ड भइसकेपछि पाक्छ है यसरी हुन्छ है अब हेर्न सक्नुहुन्छ
अब तपाईँहरूलाई चाहिँ म यो यसको चाहिँ मल्टिपल त्यो हामीले पढिरहेको हुन्छौँ नि त मुसिलस होइन अनि पार्चमेन्ट होइन पल्प भनेर होइन अब तपाईँहरूलाई चाहिँ अब कतिजना भयो निर्मल दाइ पल्पलाई के भनेर पढाउनु भयो पल्पलाई साइन्टिफिक पढाउनु भयो ल हेर्नु यो बाहिरको खोस्टा चाहिँ यसलाई चाहिँ हामी पल्प भन्छौँ है बुझ्नु भएको छ नि यसलाई पल्प होइन यसलाई पल्प भन्छौँ यो भनेको आउटर स्किन होइन यो चाहिँ स्विट हुन्छ गुलियो हुन्छ है गुलियो यस्तो बबाल गुलियो हुन्छ फेरि यो एकदम त्यो धेरै खानुभयो भने चाहिँ हल्का त्यो टक्सिक टाइपको हुन्छ क्या बुझ्नु भयो भने धेरै खानु भने घुमाउने होइन यस्तो यस्तो हुन्छ क्या दामी छ होइन अब यो पल्प भइसक्यो पल्प पछि चाहिँ हाम्रो अब यो चिपचिपापन होइन चिपचिपापनको चाहिँ एउटा लेयर हुन्छ क्या चिपचिप गर्ने होइन भनौँ न रियाल जस्तो हुन्छ क्या उता दिनु यो मलाई के काम भन्ने नसोच है त्यहाँदेखि यत्रो उकाली चढेर आयो नि यदि तिमीहरू गर्लफ्रेन्डसँग बोयफ्रेन्डसँग डेटिङ जानु पर्यो भने पनि हिँड्दैनौ बाइक लैजा अब त्यो जा भन्छौ अनि पल्प त देख्नुभयो होइन सबले खोस्टाउनु भयो पल्प गुलियो हुन्छ यस्तो गुलियो चिज किन तितो हुन्छ होला होइन र यति बेला यस्तो गुलियो छ होइन गइसकेपछि किन तितो हुन्छ होला त होइन र सोच्दै अचम्म भयो नि चाहिँ होइन र अनि त्यो देखायो हजुरहरूलाई होइन पल्प देख्नुभयो होइन अब त्यसपछि आउँछ हाम्रो मुसिलस भन्छ है यो चिपचिपालाई मुसिलस भन्छ होइन अनि त्यो मुसिलसलाई चाहिँ हामी के गर्छौँ फर्मेन्टेसन गर्छौँ होइन यो खोस्टा निकालिसकिसकेपछि यो चिपचिपापन निकाल्नको लागि चाहिँ हामीले के गर्छौँ त पानी प्रयोग गरेर चाहिँ के गर्छौँ त फर्मेन्टेसन गर्छौँ होइन 12 to 24 आवर्स मेबी अझै धेरै नै हुनसक्छ लागि है यसलाई चाहिँ फर्मेन्टेसन भन्छ यसको के हो त पल्प पछि आउने सेकेन्ड लेयरलाई चाहिँ के निकाल्नको लागि चाहिँ हामीले के गर्दो रहेछौँ त फर्मेन्टेसन गर्छौँ होइन फर्मेन्टेसन बारे हजुरहरूलाई पढाए होइन पानीमा सट्ट राखेर होइन टक्क राख्दाखेरि के गर्छ त्यो पानीले चाहिँ यो हाम्रो यो जस्तो चिपचिपा पदार्थ छ यसलाई चाहिँ अटोमेटिकली के गर्दै जान्छ चाहिँ रिलिज गर्दै जान्छ क्या पानीले लुज बनाउँदै जान्छ यो चिपचिपालाई चाहिँ के गर्छ त लुज बनाउँदै जान्छ होइन अनि टक्क के गर्छौँ त हामीले ल मेबी 24 आवर्स राखेर मैले चाहिँ पानी फालेँ अनि फेरि के गर्छु त म वास गर्छु क्या धुलाउँछु होइन धुलाइसकेपछि फेरि अझै यस पछाडि पनि एउटा छ अर्को फेरि कसैले कोसँग हातमा दिन्छ यसो कोट्टाउने यस पछाडि पनि एउटा खसराक खसराक गरिरह सिल्भर स्किन होइन के भन्छ पार्चमेन्ट है ए त पार्चमेन्ट ख्याल गर्नु यसरी छाम्नु यहाँ पनि अर्को पनि छ के खसराक 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 गरिरह होइन कोटाउ न के कोटायो म देखाइदिन्छु कसरी कसरी छ नि चिपचिपा पनि जानु हजुरले थाहा पाउनु भयो कसार कसार यहाँ हावादारी कुरा चाहिँ नगरे तिमीहरू तपाईँले निकाल्दै निस्केन कि मेरो भयो क्या अब त निस्केपछि त्यसको भित्रको बिन्स भन्दा माथिको लेयर यो साह्रो के यो ल आयो है ए टेन्सन नगर ल त्यो चोक्टा कत्रो थियो र भित्रको चोक्टा कत्रो छ है कत्रो थियो यससँग कत्रो देख्यो त्यो होइन ल हेर्नु त
5 मिनट गरिसकेपछि चाहिँ के हुँदो रहेछ त अझै सर्टेन एमाउन्टमा के गर्दो रहेछ त साइज चाहिँ कम हुँदै जाने होइन सुकाइसकेपछि अझै कम होला होइन सानो छ अनि यो 5 मिनट त देख्नु भयो नि होइन यो 5 मिनट पछि पनि एउटा छ अझै फेरि सिल्भर स्किन है सिल्भर स्किन जब हामीले अब रिलिज गर्छौँ त्यसपछि नै बल्ल के आउँछ त ग्रिन बिन्स भन्ने कुरा आउँछ ग्रिन बिन्स भनेको यो जस्तो देख्नुभयो नि त्यहाँ त्यो 5 मिनटको लागि राखेको अहिले त्यही गएर खोस्टाएर म देखाइदिन्छु तपाईँहरूलाई ग्रिन बिन्स कस्तो किन ग्रिन बिन्स भन्दो रहेछ त किनकि यसो आँखाले हेर्दा पनि हरियो हुन्छ क्या बुझ्नुभयो नि हरियो हुन्छ अनि ग्रिन बिन्स होइन त्यो ग्रिन बिन्स चाहिँ हामीले अब लिएर गइसकिसकेपछि अब सर्टेन अब हाम्रो म्याक्सिमम चाहिँ हाम्रो 27 डेज होइन भनौँ अब 3 to 4 विक्स भन्छ होइन 3 to 4 विक्स चाहिँ हामीले के गर्छौँ सुकाउँछौँ सुकाइसकेपछि चाहिँ अब सुकाउँदै यताउति हल्लाउँदै नै के हुन्छ त पार्चमेन्ट भन्ने कुरा आफै निस्किँदै जान्छ क्या त्यो खोस्टा हुन्छ नि त त्यो खोस्टा आफै सुक्दै जान्छ हराउँदै जान्छ होइन अनि त्यसपछि सिल्भर स्किन आउँछ सिल्भर स्किनलाई चाहिँ खासै त्यस्तो केही पनि हुँदैन होइन सिल्भर स्किनलाई चाहिँ हामीले डाइरेक्टली के गर्न सक्छ रोस्टिङ गर्दाखेरि सिल्भर स्किन डाइरेक्ट निस्किन्छ है त सिल्भर स्किन यस्तो देखियो वाइट है सुकेपछि चाहिँ नि अझै मजा वाइट छ है वाइट त्यहाँ देखिन्छ अहिले उता हेर्न मिल्छ है धेरै कुराहरू बुझ्नुपर्ने कुरा छैन तपाईँहरू पनि अब यङ हुनुहुन्छ कतिजना मान्छेहरूको कस्तो खालको कन्सेप्ट छ अहिले एग्रिकल्चर सम्बन्धी भन्दा चाहिँ होइन यो खेती किसानी सम्बन्धी कस्तो छ भन्दा चाहिँ हामी चाहिँ होइन के यसको लागि भन्ने सोच्छ क्या हामी त खतरा पढे लेखेको होइन कामै खत्रीवाला त्यो टेबलमै बसेर कम्प्युटर टाक चलाउनु पर्छ भन्ने टाइप्सको हाम्रो सोच होइन अनि होइन भने अर्को के त केही गर्न सकेन भने चलिदिन्छु विदेश होइन यो भनेको अब हुन पनि एउटा उस पनि भयो तर यो यति यो 300वटा रुखले पनि जिन्दगी काटिराख्यो के सोच्नु है अनि अहिलेदेखि नै तपाईँहरूले 300वटा रुख लाउनु म भन्दैन एउटा रुख लाउनु घरै लगेर लाउनु होइन एउटा लाउनु एउटादेखि 10वटा हुन्छ 10वटादेखि 100वटा हुन्छ 100वटादेखि के हुन्छ त 1 लाख हुँदै जान्छ है यो मैले यो अहिले रिसेन्टली रन गरिरहेको एउटा मेरो उस हो होइन प्रोग्राम जस्तो भनौँ होइन 1ले 10 10ले 100 100ले 1000 1000ले लाख बनाउनु पर्छ क्या होइन म पनि यही कुरामा हिँडिरहेको मान्छे हो होइन अनि मेरो पनि अब यत्रो धेरै अहिले यस्तो नभए पनि हाम्रो पनि हुँदैछ होइन एक दिन मौका पऱ्यो भने म सबलाई देखाउँछु होइन अनि हामी पनि यसरी गरिरहेको तपाईँहरू पनि सबैले यसो होइन यो कुराहरूमा इन्ट्रेस्ट जगाउनु भयो भने होइन यो कुराहरू बुझ्नु भयो भने चाहिँ कमिङ फ्युचरमा चाहिँ होइन केही गर्न सकिन्छ है अनि वर्ल्डमा चाहिँ अब हाम्रो होइन 8 बिलियन भनौँ न मोर देन 8 बिलियनको चाहिँ हाम्रो के गर्छ त कफीले होइन रेभिन्यू दिन्छ के बुझ्नुभयो नि कमाइ कति हुन्छ त कफीले मोर देन 8 बिलियन के दुनियाँमा 7.5 बिलियन मान्छे छन् अहिले तर त्योभन्दा पनि धेरै कफी के हुँदो रहेछ त कन्ज्युम हुँदो रहेछ क्या 8 बिलियन होइन डलर है 8 बिलियन डलरको मार्केट हो हाम्रो कफीको होइन अनि नेपालमा चाहिँ हामीले 2 मिलियन डलरको पनि गर्न सकिरहेनौँ के बुझ्नुभयो नि 8 बिलियन डलरदेखि लिएर होइन कहाँ त्यो बिलियन भनेको सोच्नु त है त्यो कुरालाई राइज अप गर्दै जाने हो के होइन र 2 मिलियन डलरको यहाँ नेपालमा चाहिँ अहिले खेती छैन के होइन अनि हामी चाहिँ हजुर जस्तो हामी जस्तो मान्छे गरिरहेको मान्छेले चाहिँ के गर्नुपर्छ त सकेसम्म अब राइज अप गरिदिउँ होइन हल्का अब आफूलाई मन लागेको कुराहरूमा चाहिँ साथ दिनु होइन लिएर जानु 2-4वटा रुख लगाइदिनु होइन सबैले त्यो के भन्छौँ म त्यो फल नदिने रुख होइन या भनौँ केही नगर्ने भन्दा चाहिँ यो रुखहरू एकदम राम्रो के होइन लाइफ सेक्योर गर्नको लागि होइन अनि म चाहिँ के भन्छु अहिले चाहिँ अब यो 2 मिलियन नपुग्ने मार्केटलाई चाहिँ हामी सबै मिलेर चाहिँ बढाऊँ न होइन गरौँ होइन हामीसँग सबै हाम्रो यो छैन महिना हस्पिटालिटीदेखि आउनुभएको होइन गरिरहेको मान्छेहरू होइन हामी बारिस्टा मात्रै गर्ने त्यो एउटा कफी मात्रै नबनाएर होइन राइज अप पनि गरौँ न त त्यो कुरालाई अघि पनि बढाऊँ किन विदेशमै मात्रै लिएर जाने हो त्यो हामीले सिकेको कुरालाई होइन प्लान्टेसन पनि एउटा पार्ट हुनसक्छ हामीले
त्यसैलाई मात्रै एज ए बारिस्टा काम गर्छु भन्ने चिजलाई मात्रै नसोचेर होइन कफी फार्मिङ पनि त एउटा अप्सन हो नि त आखिरमा होइन हामी यो त अझै यो 3 स्टेप फार्मिङ भन्छ है कफीलाई चाहिँ बुझ्नुभयो नि कफी भनेको 3 स्टेप फार्मिङ हो होइन यो सबसे अब यो भनेको योभन्दा मुनि पनि हामीले एउटा गर्नु मिल्छ होइन योभन्दा माथि पनि गरिराख्नुपर्छ के यसलाई चिन्नुहुन्छ यो सिनामोन है दालचिनी हो है योभन्दा माथि दालचिनी गर्नुपर्छ अझै मिल्यो भने यहाँ पछि अलि हल्का ग्रोथ भयो भने चाहिँ के हुन्छ यहाँ चाहिँ हामीले अदुवा गर्न सक्छौँ एउटा के होइन अझै भनौँ न अझै एउटा अदुवा भयो बेसार भयो होइन यो भनेको हाम्रो कफी भनेको चाहिँ लेयरवाला क्रप्स हो क्या है ट्रिपल लेयर क्रप्स भन्छ है अनि यसमा चाहिँ कफी नै मात्रै गर्छु मैले भन्ने पनि हुँदैन त्यही भएर अलिअलि छेउछाउमा अरू गर्दा पनि मजाले पाउनुभयो देख्नुभएको छ उता यतातिर नि हेर्नु है ट्रिपल लेयर भन्छु नि मैले उता बेसारहरू रोप्नुभयो क्या होइन धेरै कुराहरू अब यस्तै नै हो बरु मजाले हेर्नु हातले फिल गर्नु तर नटिप्नु है अनि बरु एउटा सबले खानु केही भन्नु फरक परेन एउटा चाहिँ खानु चेक गर्नु कस्तो हुँदो रहेछ काँचोमा होइन काँचो या भनौँ न अब एउटा चेरीको रूपमा कस्तो हुँदो रहेछ चेरी त गुलियो हुनु पऱ्यो नि त होइन सबले एउटा पिस चाहिँ सबले चेक गर्नु है त धेरै नटिप्नु एउटा चाहिँ सबले चेक गर्नु ल ल सबै ल छेउको मैले टेकिराखेको थिएँ त्यसै भात्ताको लागि यो एउटा सानसानो हुन्छ नि ढुङ्गा त्यसमा बस्नु